यहाँ नेपाललाई हिन्दू बुद्ध किराँत धर्मको उद्गम थलो भनेर मान्छौँ। म हिन्दू राष्ट्र हुनुपर्छ भन्ने पार्टीको अध्यक्ष नै किराँत धर्म मान्ने मानिस मेरो घरमा किराँत धर्मको झन्डा गाडिएको छ। म मेरो धर्मको महलमा किराँत धर्म लेख्छु, तर म हिन्दू राष्ट्र हुनुपर्छ भनेर किन हिँड्छु भन्दाखेरि हिन्दू राष्ट्र चाहिँ हाम्रो पहिचान बनिसक्यो। त्यो हिन्दू धर्म मान्ने मानिसको लागि मात्रै होइन, म राजेन्द्र लिङ्गदेनको लागि पनि त्यति मात्र होइन, इस्लाम धर्म मान्ने मानिसको लागि पनि हिन्दू राष्ट्र चाहिँ पहिचान बन्यो। यदि कुनै इस्लाम धर्मावलम्बी हज गर्न मक्का मदिना गयो भने पनि उसलाई अब अहिले त भनिँदैन, हिन्दू राष्ट्र भएको बेला विश्वको एकमात्र हिन्दू राष्ट्रमा पनि हाम्रो मुसलमान छ, ल हेर त्यहाँबाट आएको हाजी भनेर उसको छुट्टै पहिचान हुन्थ्यो। त्यस कारण हाम्रो पहिचानसँग गाँसिएको विषय हुनाले कुनै पनि एउटा देश हुनको लागि उसका जगहरू हुन्छन्, उसको चाहिँ अलग चिनिने चिजहरू हुन्छन्। त्यो चिनिने चिज मध्येको हिन्दू राष्ट्र भएको हुनाले यो हिन्दू राष्ट्र कायम गरेर जानुपर्छ। तर हिन्दू राष्ट्र कायम गर्नु भनेको धार्मिक स्वतन्त्रतामाथि हस्तक्षेप गर्नुपर्छ, अरूले सबैले चाहिँ हिन्दू धर्म मान्नुपर्छ भनेको होइन।